एउटा शहरको बस पार्कमा एउटा भिखारी बस्थ्यो। त्यहाँ आउने जाने बसमा बस्ने यात्रुहरूबाट भिख मागेर उसले आफ्नो पेट पाल्थ्यो। एक दिन जब ऊ भिख मागिरहेको थियो, सुट बुट लगाएको अग्लो मानिस उसले देख्यो। उसले सोचे, यो मानिस धेरै धनी देखिन्छ, यसबाट भिख मागे भने पक्कै धेरै पैसा दिन्छ। ऊ तुरुन्त त्यो अग्लो मानिस कहाँ भिख माग्न पुग्यो। भिखारीलाई देखेर अग्लो मानिसले भन्यो, तिमी सधैँ मागिरहन्छौ, के कहिल्यै कसैलाई केही दिन्छौ? भिखारी अचम्म मान्दै भन्छ, सर, म त भिखारी हुँ, मानिससँग मागिरहन्छु, मेरो के औकात कि कसैलाई केही दिन सकूं? त्यसमा अग्लो मानिसले फेरि भन्यो, जब तिमी कसैलाई केही दिन सक्दैनौ भने तब माग्ने हक पनि छैन। म व्यापारी हुँ र लेनदेनमै विश्वास गर्छु। यदि तिमीले मलाई केही दिन सक्छौ भने मात्र म तिमीलाई केही दिन सक्छु। त्यो भन्दै अग्लो मानिस बसमा बसेर हिँड्यो। भिखारी भने गहिरोसँग सोच्न थाल्यो। उसका शब्दहरू उसको मुटुभित्र गाडिएर बसे। उसले सोच्यो, सायद मलाई भिख यस कारणले धेरै दिँदैनन् किनकि म बदला स्वरूप कसैलाई केही दिन सक्दिन। यदि केही दिने हो भने मात्रै त पाउने हो भन्दै ऊ निरन्तर सोचमा डुब्दै गयो। तर ऊ भिखारी आखिर भिखको बदलामा के दिन सक्छ? यही सोच्दा सोच्दै 2 दिन बिते। तेस्रो दिन बस पार्क नजिक बसिरहँदा उसले वरिपरि फुलेका फूलहरू देख्यो। अचानक उसको दिमागमा एउटा विचार चम्कियो, भिख दिने मानिसलाई बदला स्वरूप फूल दिउँ। यो विचार मन परेपछि उसले केही फूल टिप्यो र बस पार्कमा भिख माग्न लाग्यो। अब जसले उसलाई भिख दिन्थे ऊ पनि बदला स्वरूप फूल दिन्थ्यो। मानिसहरू खुसी हुँदै फूल राख्थे। केही दिनमै उसले महसुस गर्यो कि अब धेरैले उसलाई भिख दिन थालेका छन्। तर जब फूल सकिन्थ्यो, भिख पाउन पनि रोकिहाल्थ्यो। यही दैनिकी निरन्तर चलिरह्यो। एक दिन ऊ फेरि उही अग्लो मानिसलाई बसमा देख्छ, उही व्यक्ति जसले उसलाई फूल दिने प्रेरणा दिएको थियो। ऊ दौडेर उकहाँ पुग्यो र भन्यो, आज मसँग तपाईलाई दिन फूल छन्, तपाईले भिख दिनुभयो भने म फूल दिन्छु। अग्लो मानिसले पैसा दियो, भिखारीले फूल दियो। त्यो मानिस निकै खुसी हुँदै भन्यो, वाह, आज त तिमी पनि मेरो जस्तै व्यापारी भयो। त्यो मानिस बस पार्कमा ओर्लियो। फेरि पनि उसका शब्दहरूले भिखारीको हृदय छोयो। ऊ बारम्बार सोच्न थाल्यो, उसका आँखाहरू चम्किन थाले। उसले महसुस गर्यो, अब मसँग जीवन बदल्ने चाबी छ। ऊ बसबाट ओर्लेर आकाशतिर हेर्दै उत्साहित स्वरमा चिच्यायो, म भिखारी होइन, म व्यापारी हुँ। म पनि धनी बन्न सक्छु। मानिसहरूले ऊ पागल भयो कि जस्तो सोचे र भोलिपल्टदेखि ऊ बस पार्कमा देखिएन। 6 महिनापछि उही बस पार्कमा 2 जना सुट बुट लगाएका मानिस भेटिए। एकले अर्को व्यक्तिलाई सोध्यो, के तपाईले मलाई चिन्नुभयो? दोस्रोले भन्यो, हामी पहिलो पटक भेट्दैछौं। पहिलाले हाँस्दै भन्यो, होइन, यो त तेस्रो भेट हो। दोस्रो मानिस अचम्म मान्यो र सोध्यो, पहिलो 2 पटक कहिले? उसले मुस्कुराउँदै भन्यो, हामी यही बसमा 2 पटक भेटेका थियौं। म उही भिखारी हुँ जसलाई तपाईले पहिलो पटक जीवनको नियम सिकाउनु भएको थियो र दोस्रो पटक तपाईले मलाई व्यापारी भइसकेको भन्नुभएको थियो। दोस्रो व्यक्ति मुस्कुराउँदै भन्यो, ओहो, याद आयो, उही भिखारी जसलाई मैले भिख दिन मानेको थिएँ अनि दोस्रो पटक फूल किनेको थिएँ। तर आज तिमी यो सुट बुटमा कहाँ जाँदैछौ? के गर्दैछौ अहिले? पहिलो व्यक्तिले उत्तर दियो, पहिलो भेटमा तपाईले प्रतिशतको नियम सिकाउनु भयो, केही दिएपछि मात्र पाइन्छ। यो नियम साँच्चै काम गर्छ, मैले आफ्नै जीवनमा महसुस गरे। तर म आफूलाई सधैँ भिखारी नै ठान्दथे, कहिल्यै माथि उठेर सोच्न सकेको थिइन। दोस्रो भेटमा तपाईले भन्नुभयो, तिमी व्यापारी भइसकेको छौ, तब मात्र मलाई थाहा भयो, म भिखारी होइन, म व्यापारी हुँ। मानिसहरूले मलाई भिख दिइरहेका थिएनन्, उनीहरू फूलको मूल्य तिर्दै थिए। उनीहरूको नजरमा म सानो व्यापारी थिएँ, तर आफ्नै नजरमा अझै भिखारी थिएँ। तपाईको शब्दले मेरो सोच बदलिदियो। मैले फूल बेचेर कमाएको पैसाले धेरै फूल किने र व्यापार सुरु गरे। यहाँका मानिसलाई फूल मन पर्छ र यही मन पराइले आज मलाई ठूलो फूल व्यवसायी बनाइदियो। दुवै व्यापारी खुसी हुँदै बस पार्कमा ओर्लेर आफ्ना व्यापारका कुरा गर्दै अघि बढे। साथीहरू, यस कथाबाट धेरै कुरा सिकिन्छ। अग्लो व्यापारीले लेनदेनको नियम राम्रोसँग बुझेको थियो। संसारका सबै सफल व्यापारीले यही नियम अपनाएका छन्। भिखारीले पनि यही प्राकृतिक नियम अपनायो र उसको जीवन बदलियो। उसको सोच बदलिएपछि उसको जिन्दगी बदलियो। यदि हामीले आफ्नै सोच बदल्यौं भने धेरै ठूलो सफलता पाउन सकिन्छ। सफलताको रहस्य हाम्रो सोचमै लुकेको छ।
आत्मसम्मान जगाऊ, सोच ठूलो बनाऊ र सफलता आफै आउँछ।